के तपाईले यस्तो गाउँको बारेमा सुन्नुभएको छ जहाँ चाहिँ दिउँसोको 2 बजे नै सूर्य अस्त हुन्छ? आज मैले साउथको एउटा यस्तो मुभी हेरेँ नि जसले मेरो दिमाग नै सुन बनाइदिएको छ। क्लाइमेक्स त माग कसम बाफ रे बाफ, माइन्ड ब्लोइङ। मुभीको नाम लास्टमा भन्छु, त्यो भन्दा पहिला तपाईहरुलाई थोरै यो मुभीको प्लटको बारेमा भन्छु। कथा हो एउटा पोस्टम्यानको जसको एउटा नराम्रो बानी हुन्छ। त्यो बानी के हुन्छ भने अरूको चिठी लुकी लुकी पढ्ने बानी हुन्छ। त्यो बानीले गर्दाखेरि उसलाई यस्तो एउटा चक्रव्यूहमा फसाउँछ नि जहाँबाट निक्लिने कुनै बाटो नै हुँदैन। त्यो सँगै गाउँमा रहस्यमय तरिकाले यङ गर्लहरू किडन्याप भइरहेको हुन्छन्, हराइरहेको हुन्छन्। यो कुरा सबै यो मुभीको प्रोटागनिस्टले पत्ता लगाउनु पर्ने हुन्छ। तर सकिङ कुरा के भने प्रोटागनिस्ट नै सुरुदेखि अन्तिमसम्म एउटा इन्टरोगेसन रुममा आफै इन्टरोगेट भइरहेको हुन्छ। कन्फ्युजिङ छ? यही त हो नि यो मुभीको मजा। यो भन्दा धेरै भन्न थाल्यो भने मुभी स्पोइल हुन सक्छ। सस्पेन्स थ्रिल मन पर्छ भने यो मुभीले तपाईको आँखा झिमिक पनि हुन दिँदैन। मुभीको नाम हो का, अमेजन प्राइममा हिन्दीमा अवेलेबल छ। अहिले गएर हेर्नुहोस्। र यस्तै खालको कडा कडा मुभी सजेसनको लागि त्यो फलो र सब्स्क्राइब बटनलाई लातले हुन्छ कि हातले दबाइदिनुहोस्।